हाम्रो भाइ पनि आमामा चैत्य दशैं कस्तो लागिरहेको भाइ बब्बाल है भाइले त पुरै टिका हाने हो त रातै टिका हाने हो त पुरै अनि मेरो भान्जाको चाहिँ अस्ति यहाँ तालु उडेको थियो अहिले यस्तो सन्चो भइसकेछ त्यही हामीले चाहिँ पैसा तिरेर हेरेको चाहिँ मासु गर्दैछौँ आज चाहिँ अब चैत्य दशैं मनाउने हो नि त मैले चाहिँ मासु हालिसकेँ होइन यो हेर्नु यो पुरै यो हेर्नु कस्तो लाग्छ क्या हेर्नु सहिलेतिर हामी मासु हेर्नु लाहा छाप मायालाई सिल्वन